म्यापमा हेर्नु न वरिपरि के छ डिस्टेन्स गाइज वेलकम टु माई ब्लग। आज धेरै दिनपछि ब्लग बनाउँदैछु। के गर्नु टाइमै पाउँदैन। आज भर्खरै हामी केटाहरू यो सबैजना खेत खनेर आएको। ह्यान्ड ग्यास सबैले हानेर आएको छौँ। यसो सानोतिनो खेत खन्ने काम चाहिँ पाइन्छ हाम्रो ठाउँतिर। त्यो चाहिएछ भने यसो सम्पर्क गर्नु होला। यता मिलाउन सकिन्छ। बारी खन्न चाहिँ मजाले पाइन्छ। त्यही हो होइन। अब यस्तै चलिरहेको छ जिन्दगी। अब रुम जाँदाखेरि यसो फर्केर यसो सानो भ्लग बनाइदिउँ भनेर आएको। अनि सन्चै हुनुहुन्छ हजुरहरू भन्ने होप गर्छु। म पनि सन्चै छु है। यसो घुम्न जाउँ भनेर यसो निस्किएको। अब के गर्नु कामबाट फर्किने बेला यसो के जानु घर पनि अहिले 3 घन्टाको ह्यान्ड ग्यास हानेर आएको। त्यही पनि खेत खनेर आयो आज। अनि यसो यो हो नि त चालमाल हाम्रो बवाल छ होइन। हामी चाहिँ ठ्याक्कै यो नजिकै हो। यो कहाँ हो हजुरलाई थाहा होला। हामी यतैतिर छु। चलिरहेछ है केटा हो। जिन्दगी धराप छ यार। गर्न मिल्छ त किन ब्याक क्यामेरा आउ भयो कहाँ भ्लग हो नि त यार। आए पनि के गर्ने अब यस्तै छ। उसले फेरि अन्त गएको चक्कर बोकेर आएछ। उसले फेरि यस्तो छ है। चक्कर बोकेर आएछ। ओ यो त हल्लिन्छ त। यो त हल्लिरहेको है। पुल हल्लिरहेको हल्लिन्छ त। दारु भ्याएछ क्या योगेन्द्रले। यो हाम्रो साथीको लुक हेर्नु भिडियो भन्दा फेरि खतरा छ यहाँ। सेकेन्ड भिडियो ओ यो चलपलमा हो केटाहरू। के गर्नु जापानमा यस्तै छ होइन। कमाउनु बेला कमाउने रमाउनु बेला रमाउने गाह्रो छ जापानमा। के गर्नु यस्तै हो चलिरहेको छ जिन्दगी। के भएर केटा हो। क्रिकेटबाट हानिदिने बेला त जुत्ता 1300 को जुत्ता। ल जुत्ता चाहिँ किन्ने बेला भएको केटाहरूले आज प्लास्टिकको हुन्छ किनिदिनु पर्छ क्या जुत्ता यार। तर के किन्नु होस् पैसा छैन। पैसाको याद आउँछ। त्यो त हो। ल आज हामी जुत्ता पसलमा पनि आइदिएको एकछिन घुम्नलाई। फिस्टाबल किन्नु हो क्या त्यो सिरुम भनेर। एक दिन छाडी जानु नै छ। दामी छ लेडिजको जुत्ताहरू पनि। बवाल छ जुत्ता चाहिँ यहाँ। ल यो बवाल छ त। पैसा पनि बवाल छ नि त। भइहाल्छ नि। यस्तै त हो नि जिन्दगी होइन। जिन्दगी छाडी जानु नै छ। त्यही हो चलिरहेछ। ल यो जुत्ताको प्राइस हेर्नु गाइस। पुमाको दाम हेरौँ न 7590 छ ट्याक्स शुद्ध। अनि सकिन्छ त किन्न सकिन्छ त। 2-3 दिन काम गएर हप्तामा 7000 को 8000 को एकचोटि सामान किन्न सकिन्छ त गाइज। गाह्रो छ। अनि सोचेर आउनु होला जापान आउँदा। मान्छेहरू वहाँले गएर सुमासेन हबिबी कम टु जापान भने जस्तो छैन यहाँ फेरि है त। भएको रिलेटिभ कुरा हो। अहिले गाह्रो छ यहाँ आफैलाई। हामी पनि यस्तै सुरुमा जापान जाने हो भनेर हिँडेको मान्छे अहिले ऋण तिर्ने कहिले घर जाने जस्तो हुन्छ अनि वर्किङको फिक्स छैन। यस्तो ताल यहाँ अनि के गर्ने गाइज। गाह्रो चाहिँ यसो बुझेर आउनु होला आउँदाखेरि। गाइज हामी यहाँ सेकेन्ड ह्यान्ड पसलमा आएको होइन। तपाईँलाई म एउटा गुच्चीको ब्याग देखाउँछु ल। सेकेन्ड ह्यान्ड त्यो पनि सेकेन्ड ह्यान्ड है। ओरिजिनल हो सर सेकेन्ड ह्यान्ड हेर्नु है। प्राइस हेर्नु है गुच्चीको ब्यागको प्राइस 1,00,000
9,000 एलबीहरू चाहिँ सानोले 44,000 एलबीको हेर्नु त यहाँ सकिन्छ त भाइ सकिन्छ त यहाँ माथि हेर 1,29,000 को थियो त्यहाँ हेर गुच्ची कति महँगो छ हेर्नु त तिमी त्यहाँ हेर्छौ मलाई गुच्चीको यो ब्यागको प्राइस हेर्नु न 1 लाख साइड ब्यागको त्यो पनि यो हेर नि यो सानो पुचुले 1,29,000 आम्मा प्राइजहरू ढलिन्छ यहाँ सेकेन्ड ह्यान्ड पसलमा आएको गाह्रो छ गाइस गाह्रो हामीलाई त्यहाँ केही हेर पैसा पनि कमाउनु सकिन्न केही किन्न पनि सकिन्न गाह्रो छ हामीलाई यहाँ घडीहरू हेर्नु पर्सको प्राइस हेर्नु न 15,000 ट्याक्स त 17,000 छु अनि सकिन्छ त जापानमा गाह्रो छ नि गाह्रो छ भोक लागेर यसो खाजा खान आइदियो हामी होइन यसो केटाहरू यहाँ म्याक हाल्दैछन् हामी पनि चट्ट अब बस्नुपर्छ होटल खरै होइन आफ्नै बाबु दामी जस्तो यसो बस्नु मिलेर बस्छ अडिन्छ